आज त फोन गर्छ होला नि मेरो बाबु। ब्रो, तेरो फोन बजिरहेको छ। छोड यार, पछि गरौँला। यति बिजी भइस् कि आमालाई सम्झने फुर्सद छैन र छोरा। आमा, म ठुलो भएर तपाईलाई ठुलो घर किनिदिन्छु। मलाई त तेरो साथ नै ठुलो घर हो छोरा। कस्तो छौ? आमा, म मिटिङमा छु, पछि कुरा गरौँला। एकचोटि मात्र आवाज सुन्न पाए पुग्थ्यो। छिट्टै आऊ, तिम्री आमा धेरै बिरामी छिन्। आमा, एकचोटि पर्खिनुहोस्, म आउँदैछु। आमाउ, म आइसकेँ। मलाई थाहा थियो त आउँछस्। फोनको आवाज सधैँ कुर्दै थिएँ छोरा। समय हुँदा गरिएका साना कुरा नै सबैभन्दा ठुलो हुन्छन्। ढिला भएपछि आमाङ भन्ने आवाज पनि सुनिँदैन।